काको कराम कराम भने गाउन त ल हो त्यो कुन चस्मा हो गुच्चीको चस्मा हो गुच्चीको चस्मा हो म मान्छे कालो कालो गुच्चीको चस्मा कालो बोल न हौ बोल त गाउन त उयो हजुरकाको कराम कराम हो त तिम्रो मनपर्ने गीत कुन हो गाउ त ल गाउन त ल आउँछ होला हौ आउँछ बाबा खै बाबा नानी खै नानी नानीको माया लाग्छ लाग्दैन नानीलाई त क्यारम बोर्ड पनि खेल्न दिएन त तिमीले नानीलाई क्यारम बोर्ड छुनै दिएन त नानी मामाले कसले बिनाजुले कसले लडिन्छ है म चढौँ लडिन्छ भाँचिन्छ त्यो राखेर पहाड ल्याऊ पहाडी लडिन्छ यता ऊ यता ला ऊ दादा ऊ क्यारम खेल्न जानुभयो भित्र क्यारम बोर्ड खेल्न जानुभयो होला क्यारम खेल्न जानुभयो कि क्या अनि के छ अनि तिम्रो मामा लगाएपछि खबर खबर ठिक छ भोलावाला हेर्न आएन तिमीहरू इटरी सानो बा घरै आएन त भोलावाला हेर्न लजाकेर यिनीहरू ध्वासे हाम्रो हिरो नि फेरि गर ल हेर भिडियो हामी आज नमस्ते झर्ना घुम्न जान आँटेको एक गते चाहिँ कोसँग जाने मामुको साथीहरू एक गते चाहिँ अहिले चाहिँ कोसँग जाने अरे अङ्कल तिमी चाहिँ कोसँग जाने अरे अनि नमस्ते झर्ना गरेर के हेर्नु नुहाउने साबुन पनि बोकेर जाने साबुन सेम्पू खुट्टा डुबाएर के गर्नु खुट्टै बाल्टिङमा डुबाउनु यहीँ नालामा डुबाउने ब्रो गोरु किन के त के हो बोरु भनेको बोरा भन्न दिनु नि त हामी बोरु हो तिमी त खतरा छिट्टो रेडी हो त तिमी त हिँड्ने भने चाहिँ त एउटा खुट्टा लामो भयो क्या हो एउटा खुट्टा लामो भयो एउटा खुट्टा छोटो भयो जस्तो छ हो जस्तो छ अलिकति काट्नुपर्छ जस्तो छ अब अलिकति तास्नुपर्छ यहाँ तास्नुपर्छ यहाँ हो
यिनीहरूलाई नक्कल पार्न चाहिँ कसले सिकाउनु पर्छ यिनीहरूले टिका लगाएर टिकुली माया भएर टिकुली हो टिकटक बनाइन्छु ल टिकटक नबना रे टिकटक बनाउनै जाने त पुरा हिँडेको खतरा खतरा जाने भए जामाया घुमेर आमाया भन्ने ल किन हो भन्ने अनि तिमीहरू त अनि रुमभित्र बसेर पुरा नक्कल पार्छु अरे त हो भन्दै हुन्थ्यो त मम्मीले पुरा उयो टिकटक बनाएको गर्छ अरे ड्राफ्टमा छ अरे हो अरे है हो रेडी सेडी गो गेटबाटै फर्किनु बन्द जाने भयो जम्माया घुमेर आमाया आएर तेराजी टाउको दुखेर सुस्ताइरहेको छ रुन पनि मन लागेको छैन हाँस्नु पनि मन लागेको छैन मुस्कुराउनु मन लागिदिएको छ हो मुसुक हाँस्यो नि त मुसुक हाँस्यो मोहनी लायो के गर्यो आज नमस्ते झरना जाँदैछौँ हामी नमस्ते झरना हिँडेको म चाहिँ फर्स्ट टाइम गएको है अब कस्तो छ फर्स्ट टाइम हो बन्द हुन लाग्यो रे 5 बजिसक्यो अब हाम्रो लागि खुल्ला हुन्छ कि भन्दैछु म चाहिँ पहिलोचोटि तपाईँ पहिलोचोटि तिमी फर्स्ट टाइम म पहिलोचोटि पैसा पुगेनौ टिकट काट्ने हामीलाई चिन्नुहुन्छ नि त हामी मामाको भान्जी हो नि त त्यही भएर हामीलाई टिकटको पैसा लाग्दैन हामी फ्रीमा घुमेर आउने यस्तो राम्रो मौसम छ शीतल पानी पर्न लागेको छ पानी पर्यो भने चाहिँ अनि के हुन्छ उकालो चढ्नुपर्छ अरे है मलाई त थाहा पनि छैन तिमी चाहिँ उकालो चढ्न हामी चाहिँ हिँड्छौँ उकालो ल यस्तो यस्तो गरेर I am a blogger. ल घर फर्किनु बाबा